तपाईँ कति मोटिभेसनल भिडियो हेर्नुहुन्छ? हप्तामा एकपटक, दिनमा 2 पटक, हरेक दिन बिहान उठेपछि एक मोटिभेसनल कोट पढ्नुहुन्छ। तर फेरि पनि उस्तै जिन्दगी, उस्तै सोच, उस्तै गुनासो। किन त? हामी धेरैले मोटिभेसन खोजिरहन्छौँ बाहिर दुनियाँबाट। कोही ग्रेट स्पिकरको टिडी टक, कोही युट्युब भिडियो, कोही सक्सेस स्टोरी। हामीलाई लाग्छ यस पटक त परिवर्तन हुन्छ, तर केही समयपछि फेरि पुरानै चाल, पुरानै बानी। किनभने मोटिभेसन बाहिरबाट आउँदैन, मोटिभेसन तपाईँभित्रको आगो हो जुन तपाईँले आफै बाल्नुपर्छ। अरूले त केवल झिल्का देखाउन सक्छन्, तर आगो त तपाईँले नै सल्काउनु पर्छ। तपाईँले 100वटा इन्स्पायरिङ स्टोरी सुन्नुभयो भने के हुन्छ? तपाईँको जिन्दगी बदलिन्छ? होइन। जबसम्म तपाईँले त्यो स्टोरी आफूभित्र एप्लाई गर्नुहुन्न, त्यति बेलासम्म त त्यो केवल एउटा इन्टरटेनमेन्ट मात्र हो। एकदमै ठुलो सपनाहरू देख्नुहोस्, तर जबसम्म तपाईँ काम गर्न तयार हुनुहुन्न, त्यो सपना केवल सपना नै रहनेछ। जसरी किताब पढेर मात्र डाक्टर हुँदैनन्, मोटिभेसनल भिडियो हेरेर मात्र कोही पनि सफल हुँदैन। अब सोच्नुहोस्, तपाईँ किन मोटिभेसन खोजिरहनु भएको छ? किन तपाईँभित्र त्यो दोष छैन? जवाब सरल छ, तपाईँ डराइरहनु भएको छ हार्न, थाक्न अनि आलोचित हुन। तर याद राख्नुहोस्, बाहिरी प्रेरणा केवल डिरेक्सन दिन सक्छ, गति दिन सक्दैन। तपाईँलाई दौडाउनु पर्ने हो आफ्नै खुट्टामा। कसैले तपाईँको सट्टा पसिना बगाइदिँदैन। अब निर्णय तपाईँको हातमा छ। तपाईँ फेरि अर्को मोटिभेसन भिडियो हेर्ने तयारीमा हुनुहुन्छ कि अब आफै भित्र झुल्किन लागेको त्यो उज्यालोलाई नछेकिकन बाहिर ल्याउनुहुन्छ? मोटिभेसन इज नट अ भिडियो, इट्स अ डिसिजन। आजबाट तपाईँले आफूलाई भन्नुपर्छ, अब म बाहिरी आवाज होइन, भित्रको आवाज सुन्छु। म अब एक्सनमा बाँच्नेछु, केवल इन्सपिरेसनमा होइन। याद राख्नुहोस्, जुन दिन तपाईँ आफै प्रति इमान्दार हुनुहुन्छ, त्यही दिन तपाईँको परिवर्तन सुरु हुन्छ। आज केही गर्नुहोस्, आज केही लेख्नुहोस्, आज केही सुरु गर्नुहोस्। तपाईँ महान हुनुहुन्छ, तर त्यो महानता तपाईँभित्र लुकेको छ। त्यो बाहिर ल्याउने जिम्मा तपाईँकै हो, अरूको होइन। तपाईँले खोजिरहनु भएको मोटिभेसन तपाईँभित्र नै छ। केवल आँखा खोल्नुहोस् र सुरु गर्नुहोस्। आज यति मात्रै हो, सुरु गर्नुहोस्।